welcome back to my channel once again. So we are going to Delhi today and right now we are in Siliguri and यहाँ चाहिँ हाम्रो छेमा हुनुहुन्छ अनि नुमाफुङ र दिदी हामी जाँदैछ अहिले चाहिँ स्टेसन ट्रेन स्टेसन अहिले हामी टोल ट्याक्स पुग्यौँ भन न टोय ट्याक्स पुग्यौँ अरे म त चिन्दिनँ हो सिलगढीको ठाउँहरू चिन्दिनँ म के हामी चाहिँ विधाननगरबाट निक्लेको अब गाइस Let me show you. This is my first trip to Delhi and also the first trip and train also and I'm very excited for that. हेर्नुहोस् यो चाहिँ सिलगढीको सिन हो हैन एकदम मजा यो प्लेन साइडहरु त मलाई किन टाढो टाढोसम्म प्लेन भएको हो क्या दामी लाग्छ हो सबै जग्गा प्लेन फेरि प्लेन साइडमा क्या छिटो पराउँछ त गाइस हेर्नुहोस् कस्तो दामी छ सबै जग्गा भिडियो बनाउन सक्दैन किनकि अहिले त खेत मन गरिरहेको छु हो तर पनि यस्तो हावा कपाल त्यस्तो भएर नि त हामीलाई चाहिँ उयो पुलिसले रोकिरहेको छ हो हामीलाई चाहिँ यहाँनिर मोडमा रोकिरहेको छ हामीलाई फेरि सुनिता को भन्छ सुनिता को त्यसको आइडेन्टिटी त्यो ड्राइभरको आइडेन्टिटी लेखेको हो मेरो नाम यो भन्नुलाई खालि भनिरहेको थियो हो सुनिता चाहिँ को हो सोध्छ सुनिता को हो भन्छ हो कुरा पनि बुझ्दैन आदि के भन्छ उयोले हो यहाँनिर पुग्यौँ यहाँनिर होइन एनजेपी पुगिसक्यौँ भाइ पुलिसले अझै कति घन्टा छ सोच्दा डरै लाग्दो 1 घन्टा छ अब अझै 1 घन्टा छ होइन त्यतिन्जेल त हामी के गर्छौँ मलाई याद छैन होइन पुलिसले पक्रेर ल्यान्ड गर्यो तर हामीलाई पैसा दिएन तिनलाई होइन हामीले कुनी के को भन्छ हो हामीलाई के याद छैन हो ब्यागहरू छ अब ब्याग तानेर गएको त्यो कहिले पुग्नु हेर्दै गर्नुहोस् होला हामीले जाँदैछ हो प्लेटफर्म नम्बर 5 कि नम्बर 2 मा हो दिल्लीको त्यहीँबाट पाउँछ ट्रेन यो त नुमाफुङ कुद्दै जाने कोही अगाडि चाहिँ छेमा हुनुहुन्छ ए म पनि जान्दैछु ट्रली बोकेर अगाडिपट्टि डामडुमे के हो गरममा यस्तो पापिरहेको साथीहरू यहाँ त यस्तो डरलाग्दो घाम लागिरहेको छ मेरो अनुहार हेर्नुहोस् कस्तो रातो रातो भइरहेको छ तर पनि हामी प्लेटफर्म नम्बर 5 खोज्दै जाँदैछौँ अनि नुमाफुङले पनि हेरेर अलिकति एकछिनबाट दुःख पोखाउँदैछ उसलाई पनि पुरा गरम भयो भनेर उसलाई त यहाँ प्लेन साइडमै बस्नेलाई त यस्तो गरम भयो भनेर चाहिँ म झन् कति भन्दा पनि कति वर्ष बाद त प्लेन साइड झरेको हो कस्तो त गरम भएर सोच्नुहोस् न पसिनाहरू आएर हो एकपट्टि ट्रली बोकेर फेरि हामी त यहाँनिर ट्रेन पर्खिरहेको छ होइन हत्तु हैरान भयो 5 नम्बरको डिब्बा खोज्दा अब हामी यता 4 नम्बर प्लेटफर्म खोज्दा पैसा दिनु छ अन्त 4 नम्बर जान्छ अरे र हामी चाहिँ जाँदैछ अहिले चिप्स किन्नु होइन हामी अब ट्रेनको लागि सामान किन्नु गएको गरम भएर मोना छ कि बाप्रे तर उता अलिक शीतल छ है विधाननगर भन्दा त निकै शीतल छ तर अझै 1 घन्टा छ हाम्रो ट्रेन आउनु चाहिँ होइन गाइजहरू प्योर प्लेन साइडको भइकन जान्दैछु म चाहिँ चप्पलमै ट्र्याकमै जान्दैछु बल्ल आयो हाम्रो उयो होइन ट्रेन चाहिँ आयो बल्ल हाम्रो अब हामी ट्रेनमा छोड्दैछौँ गाइस हामीले नभनेको पनि 1-1.5 घन्टा पर्ख्यौँ यहाँ चढिङ होइन स्टार्ट पनि भयो हाम्रो ट्रेन हिँड्नु हामी चाहिँ गरम भएर मोटरसाइकल बल्ल बल्ल चढ्यो अब त्यही भोलि बिहान टक्कै 1 बजीतिर त पुग्छौँ हामी है आजको जतिमा त भोलि हामी दिल्ली गएको बाइ बाइ अहिले बनाउँछु ल र गाइस हामी त जाँदैछ यहाँ त खाँदैछौँ कहाँ पुगेको होला कता हो पुगेको पुग्दैन हामी त म चाहिँ भ्लग बनाउनु हाम्रो सुख दुःखको साथी लिटल हार्ट सानोदेखिको ठुलोसम्म खाऊ नखाऊ लिटल हार्ट्स स्कुल जाँदादेखिको लिटल हार्ट्स खाएको अहिले यत्रो ठुलोसम्म लिटल हार्ट्समै अड्किरहेको छ लिटल हार्ट्स जिन्दगी
गाइस हामी चाहिँ कटिहार जक्सन पुग्यौँ हो हामीले यो खाँदैछौँ मल्किस्ट हो मल्किस्ट भन्दा अगाडि के मलाई दही यस्तो माग्ने पैसा आएर चाहिँ नि ट्रेनमा भक्कु मेरा त मम्मी है सबैलाई त आइम स्पिचलेस भन्ने पाराले हो त नि त एकछिन त सुतेर उठिसक्यो हो अहिले पैसा माग्ने पाइरहेको रहेछ मैले तर निन्दै लागेन ल गाइस अब यो त के भएको हाम्रो फिल्टर राम्रो देख्नु परेन ल बाई बाई गाइस तपाईँ के भन्नु मम्मी भन्नु न भन्नु जान्दैन पुलिस अघिको पुलिस सुनिता कौन लाग्थी कौन लाग्थी यार पुलिसले सोधेको थियो ड्राइभरले त सुनिताको उयो आफ्नो पढ्नेहरू भन्ने थियो नि त हैन मम्मी हैन पुलिसले त सुनिता कौन लाग्थी अरे कि मम्मीले पुलिसलाई कोही पनि लाग्दै हैन हैन कोही नै लाग्दै भनेर कि मम्मीले त कौन लाग्थी हैन कौन लाग्थी भने है अब पुलिस हो साँच्चै र हेर्नुहोस् यहाँनिर एकदम दामी सिन देख्नु पर्दैछ मलाई प्लेन साइडको त यही दामी लाग्छ क्या हो परसम्म प्लेन परेको सबै कस्तो दामी देख्यो हेर्नु त परसम्म प्लेन गाडीहरू पर कुद्दै गरेको पनि देख्नेहरू पुरा मनपर्छ मलाई प्लेन साइड चाहिँ यस्तै हुन्छ थिच्यो ए गाइस हामी चाहिँ ट्रिटको पार्टी गर्दैछौँ अब This is our mukbang video. ट्रेनमा बसेर mukbang video भनेको खाजा हामी फर्स्ट देख्न सक्नुहुन्छ हुन्छ जे गर्दा बेसी खाएर चाहिँ दिमाग खराब भइसकिसक्यो अब चाहिँ अब भुँडीलाई पनि पचाउनु सक्दैन यो होला बेसी खायो भने चाहिँ र अब त अलिकति अन्धकार हुँदै गयो र कता कता भोक लाग्यो हो छिटो खाएर बिहान छिटो खाएर निस्किहालेको त भोक लाग्दै गयो अब त हामी खाना खाने तर्फपट्टि लाग्नेछौँ र गाइस हामी त यहाँ बेडमा छौँ होइन टपमा छौँ अन्त यस्तो छ होइन र अन्त हामी त खाना खाँदैछौँ बेलुका भयो हल्लाहरू पुरा छ ऊ पिज्जा चाउमिन पनि भन्छ ए हामी खाना खाँदैछौँ यहाँ छेउ अब त हामी पुग्यौँ हो अन्त तयारी हुँदैछौँ अन्त लुगाहरू के ठिक छ कि छैन भनेर चेक गरेको हाम्रो लगेजहरू चेक गर्दैछौँ अब कपाल पनि कोर्नु पऱ्यो नि बाहिर निस्किनु त्यहाँदेखि चाहिँ अब पुगेको हो त्यहाँदेखि एकछिनबाट त्यहाँदेखि पुगेर बाहिर निस्केर त्यहाँदेखि अर्को घर जाने गाडी हेरेर चाहिँ म फेरि आउँछु ल हामी चाहिँ फाइनली आइपुग्यो हो यस्तो गरम छ होइन म अलिक काटिँदै गएँ होइन यहाँनिर चाहिँ ट्याक्सीको मान्छेहरूसित बार्गेनिङ हुँदैछ यिनीहरूको हो यस्तो छ यहाँनिर दिल्ली वी आर इन दिलवाले का दिल्ली शहर दिल्ली अब हामी जाँदैछौँ यहाँ स्टेसनबाट निक्लिसक्यौँ यो हो हाम्रो मेन वे यहाँबाट जानुपर्छ यो हो न्यू दिल्ली रेलवे स्टेसन त्यसपछि चाहिँ अब चाहिँ हामी 1 घन्टा जस्तो लाग्छ होला You can see New Delhi station here. हाम्रो रिपोर्टरले भन्दैछ तर हामी चाहिँ भोक लागेर मर्न आँटिसक्यो बिहान पनि हामीले 1-2 कुरा मात्रै खायौँ त्यही भएर चाहिँ तपाईँलाई बादमा गएर भेट्छौँ बाबु बाई फाइनली हामीले हाम्रो घर आइपुग्यौँ होइन अनि नुहाइधुवाइ गरेर खानासाना खाएर बसेको सो मेडम अनि हामी अब सुत्ने है राति पनि भइसक्यो अब त सुत्ने दिस इज फर्स्ट पार्ट सेकेन्ड पार्ट छिटोभन्दा छिटो आउने छ होइन हाम्रो दिल्लीको टुरको बारेमा टुरको देखाउने छु होइन नेक्स्ट पार्टमा सो बी वाचिङ प्लिज लाइक शेयर एन्ड सब्सक्राइब टु माई च्यानल टिल देन बाई बाई लभ यु अल